हेलो साथीहरु नमस्ते। आज चाहिँ हामी लोकल कुखुराको मासु खानी भनेर लिन आएको। सो साथीहरु देख्नुहुन्छ कति ठुलो बनकुखुरा भन्न मिल्दैन। कुखुरा यो लोकल कुखुराको मासु हामी दुईटा लिएर भाइ पनि लिएर हिँड्या। है देखाउ त समय त रातो रातो भालो। आज चाहिँ गएर सर र पार्टी छ केटा हो। ल सब साथीहरुलाई इन्भाइट छ है। हजुर बनकुखुरा त्यहाँ समातेको हो। सो साथीहरु आज चाहिँ है पार्टी छ है। सबैलाई इन्भाइट छ। कति के रे वेल छेल गरेर आज है सब मेरो साथीहरुलाई मलाई ल अब घर आउनु कति। सो साथीहरु यहाँ चाहिँ पहिला पुल थिएन, अहिले चाहिँ पुल बनाएर रहेछ। कति वर्ष भयो साम यो पुल बनेको? सायद 1-1.5 वर्ष भयो होला है। यहाँ चाहिँ पहिला थिएन। हामी यो 81 मा खै पहिला चाहिँ यहाँ पुल थिएन। हामी यहाँ बनकुखुरा लहट्न आएको थियौँ। यस्तै भाले रातो 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 भाले कति छोपियो, कति समातियो, कति खाइयो है। पार्टी गरियो केटाहरूलाई पुरा याद गरेको। कति रमाइलो हुन्थ्यो। के अरे बासमा के हो है? हेर नि त कमिलाको पोलो के हो? कमिलाको पोलो। यो यहाँ चाहिँ पहिला हामीले कति बनकुखुरा समात्ने होइन, लहट्ने छोपिन्थ्यो पुरा। डाँडा डाँडा बस्यो केटाहरूसँग रमाइलो गर्दै। यहाँ कति रमाइलो हुन्थ्यो। त्यो पलहरू त्यो यादहरू अझै पनि छ। तर साथीहरू चाहिँ सबै आफ्नो बाटो लाए। आफ्नो अब कमाइ गरेर पनि खानु पर्यो। म नि अब धेरै दिन छैन यहाँ बस्नलाई। चाहिँ आज चाहिँ होइन रातो भाले स्याट्ट लगाएर पर काटकुट पारेर फ्राई गरेर उड्छ र उड्दैन। तिम्रो विचार गर न खाला त। पहिला यता कति देख्न सक्नु नजारा हेर्न सक्नुहुन्छ। कति रमाइलो हाम्रो गाउँ। सो साथीहरू आज चाहिँ त्यही प्लान। आजको प्लान चाहिँ त्यही हो होइन। भाइले पनि एउटा लिएर आएको छु, मैले एउटा लिएर आएको छु। देखियो खै सँग त मैले जुम गरेर देखाउँछु तिनीहरूलाई। खस त छोड्ला भाइ नछोड है। ठुङ्छ कि यसले त लास्टै छ यार। ठुङ्छ र को त्यो चाहिँ खाऊ तिनीहरूलाई। क्यामेराले भने के गरेको? पानीमा गयो कहाँ खै हल्ले। ओहो कति खाऊ त? ओ माई गड दुईटा भाले। ल आज चाहिँ पार्टी छ है। ओहो लरी बलि रै है पार्टी छ है। तर इन्भाइट चाहिँ सबैलाई छ है साथीहरू। अहिले चाहिँ ल बाई बाई। नेक्स्ट भिडियोमा मिलाउँला।